सम्पूर्णलाई नमस्कार। केही वर्ष अगाडि पल्सा र दुर्गेश थापाको भिडन्तनी परेको थियो। तपाईँहरूलाई थाहा नै छ। तर दुर्गेश थापाले आफ्नो कर्मलाई कहिले बिर्सेनन् र आफ्नो कलालाई कहिले पनि बिर्सेनन् र आज फलस्वरूप उनको एउटा गीत दुश्मन हेरेको हेरै हिट हुन पुगेको छ। महोत्सवहरूमा उनको मात्र गीत गुन्जिने गर्छ। हुँदाहुँदै सुशान्त केसीको कन्सर्टमा पनि उनको गाना नै गन्काइयो। त्यही जनता हुन् पहिले दुर्गेश थापालाई नराम्रो भन्ने, तर आज त्यही जनताहरू आज दुर्गेश थापाको गाना गुनगुनाउँदै नाचिरहेका छन्। आज उनको गीत चर्चामा आएपछि विभिन्न पोडकास्टमा चाहिँ उनी देखिँदैछन्। अब कति मिडियामा उनी छाउने हुन् र दर्शक उफार्ने दुर्गेश थापा अहिले झन हिट छन्। त्यही जनता हुन् जुन बेला उनलाई नाना थरी भन्थे र गाली गरोज गर्थे। त्यही दर्शकहरू उफ्रिरहेका छन्, झुमिरहेका छन्। उनी जुन महोत्सवमा गएका छन्, जुन महोत्सवमा गए पनि उनलाई मन पराउने, उनलाई भेट्न चाहने व्यक्तिलाई स्टेजमै बोलाएर उनले भेटेका छन्, नचाएका छन्, एउटा माया देखाएका छन् र दर्शकहरू पनि उनीसँग झुमिरहेका छन्। जीवनमा जस्तो सुकै समस्या किन नआओस्, त्यो समस्यासँग लड्न सक्ने क्षमता हामीमा हुनुपर्छ। आफ्नो कर्ममा विश्वास गर्नुपर्छ। कर्ममा विश्वास गर्ने मान्छे एक न एक दिन सफल हुन्छ भन्ने कुरा दुर्गेश थापाबाट पनि सिक्न सकिन्छ। जे गर्दै हुनुहुन्छ राम्रै गर्दै हुनुहुन्छ, आफूमा विश्वास गरेर अघि बढ्नुहोस्, त्यही नै राम्रो हुन्छ। हस्त, धन्यवाद।